Hi everyone. अहिले चाहिँ यहाँको टेम्परेचर लगभग -12 जति छ. फिल्स लाइक चाहिँ -16 जति छ. अनि आज चाहिँ यसो मौसम चाहिँ अलिकति घाम लाग्यो जस्तो भए पनि घाम चाहिँ त्यस्तो तातो छैन. आज म यसो समुद्रको नजिक यसो समुद्रको भ्यू हेर्नको लागि जान आँटेको. यहाँ अलिक परतिर बीच छ. अनि त्यहाँ चाहिँ समुद्रमा यसो फ्रोजन भएको छैन सबै फ्रोजन सी हेर्नको लागि जान लागेको. बाटो त यस्तो छ है, स्नो नै स्नो, खतरनाक स्नो परेको छ अहिले चाहिँ. सब सराउन्डिङमा यस्तो छ. यो चाहिँ यो बाटो हल्का हल्का जङ्गल जस्तो छ है. यहाँ चाहिँ पुरै स्नो नै स्नो यस्तो भरिएको छ होइन. हल्का पहाड जस्तो थुम्की थुम्की छ यहाँनिर. अनि यस्तो छ है. वेदर चाहिँ दामी छ फोटोसोटो खिच्नको लागि, भिडियो गर्नको लागि. आज चाहिँ वेदर चाहिँ एकदम बबाल भएको छ है. लास्ट चिसो भइसक्यो है. अनि मेरो पछाडि चाहिँ यहाँनिर रुखमाथि है स्नो भएर दामी भएको छ है. अनि म त जाँदैछु है. स्नो छ, चिसो लास्ट चिसो भइसक्यो. हात पुरो ठिरो भइसक्यो. अनि यहाँ अगाडिपट्टि चाहिँ एउटा ओपन जिम छ है. जिम गर्नेहरूको लागि चाहिँ एक्सर्साइज गर्नको लागि ओपन जिम छ. अनि यहाँ चाहिँ पुरै स्नो भएको छ. त्यही पनि मान्छेहरू चाहिँ वर्कआउट गरिरहेछन्. यो चाहिँ ओपन जिम है. यहाँ चाहिँ आएर एक्सर्साइजहरू गर्न मिल्छ. समरको बेलामा टक्कसँग. तर मान्छेहरू अहिले हुन्थेन पनि गर्दो रहेछन्. त्यो चाहिँ मलाई देखाएको थिएन है. सब छ यहाँ जिमभित्र भनेको सबै छ. पब्लिकको लागि राखिदिएको फ्री हो यहाँ चाहिँ हो. अनि यहाँ चाहिँ फुटबल ग्राउन्ड थियो है. फुटबल ग्राउन्ड चाहिँ अहिले पुरै स्नोले कभर गरेर खुट्टा भाँचिने जस्तो भइसकेको छ. यस्तो छ है. अनि फ्रोज भएको छ कि छैन भनेर खाएको थिएँ म चाहिँ. पुरै नै भएर छ. स्किङ गर्ने गरी पुरै यस्तो भइरहेछ. खासमा यहाँ परदेखि एउटा सानो ढुङ्गा जस्तो ठाउँ चाहिँ खासमा समरमा चाहिँ त्यहाँदेखि उतापट्टि चाहिँ स्विमिङ गर्न मिल्दैन. तर अहिले चाहिँ पुरै फ्रोजन भएर मान्छेहरू सब उतापट्टि खेल्ने प्लेग्राउन्ड जस्तो भएर छ.